अहिले म यहाँ भूमिका स्थान मन्दिर प्रवेश, यो चाहिँ प्रवेश सबैलाई यहाँहरूलाई भूमि मन्दिरमा हार्दिक स्वागत छ भन्ने बोर्ड लगाएका छन्। यहाँ चाहिँ बोर्ड भूमिका थाना भन्ने लगाएको छ। यो चाहिँ भूमिका थान मन्दिर बनाउनको लागि यहाँ कोष खडा गरेका छन्। एउटा यो कोषमा सहयोग गर्ने दाताहरूको यहाँ चाहिँ विवरण, धेरै मान्छेहरूले यहाँ सहयोग गरेर यो मन्दिर चाहिँ स्थापना गरेको, यहाँ वरिपरि मान्छेहरू बस्ने ठाउँ बनाएको रहेछ। यहाँ अहिले यहाँ 112 जनाले चाहिँ सहयोग गर्नुभएको रहेछ यो मन्दिर बनाउनको लागि। यस्तो किसिमले यहाँ मन्दिर बनाएको छ। यहाँ चाहिँ टाढा टाढाबाट भक्तजन आउनुहुन्छ। यहाँ जेठे पूर्णिमा चाहिँ यहाँ मेला लाग्छ। यहाँ भेडाहरू अनि कुखुराहरूको बलि पनि दिइन्छ। यहाँ त्यस्तो किसिमको छ। यहाँ बस्नको लागि मान्छेहरू बस्नको लागि बनाएको छ। अनि यता चाहिँ यो यस्तो व्यवस्थापन यस्तो छ। भूमि महाराजको मन्दिर नपुग्दै यहाँ स्वामीको बुट, एउटा ठुलो स्वामीको बुट छ। अनि यहाँ चाहिँ मान्छे बस्ने, यहाँ मेला लाग्छ। मेलामा मान्छेहरू चाहिँ यहाँ बसेर हेर्नको लागि यहाँ यस्तो बनाएको छ, बस्ने ठाउँहरू बनाएको छ। एकदम जोस यहाँ राम्रो भइरहेछ। यो पहिलाको तुलनामा अहिले धेरै राम्रो भएको छ। म पनि आज भूमि महाराजको दर्शन गर्न आइरहेको छु। भूमि मन्दिर बीचमा चाहिँ हामीले तिजु भन्छौँ, तिजुको बुट्टा छ। यहाँ चाहिँ यो वरिपरि दर्शन गर्नको लागि यस्तो किसिमको व्यवस्था छ। भनेपछि यहाँ अब जे रङरोगन यो व्यवस्थित किसिमले अहिले चाहिँ बनाइरहेछन्। धेरै राम्रो भएको छ। यो पनि एउटा राम्रो पक्ष नै हो। यसलाई चाहिँ जसले जे भने पनि, भन्ने मान्छेले जे पनि भन्छ, तर समर्गमा एकदम राम्रो काम भएको छ। यहाँ मन्दिरमा आउने दर्शनार्थीहरूलाई व्यवस्थित किसिमले बस्ने ठाउँ। अहिले यहाँ मसँग यो भूमि मन्दिरको व्यवस्थापन समितिका अध्यक्ष श्री बिरु भट्टराईजी हुनुहुन्छ। यो भूमि मन्दिरको पुनर्निर्माणमा यो धेरै कामहरू ठुलो योगदान गर्नुभएको छ उहाँले। र यो भूमि मन्दिरको बारेमा केही 2-4 शब्द भन्दै हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार। यो हाम्रो भूमि मन्दिर एउटा ऐतिहासिक मन्दिर, यो परम्परादेखि 100औं वर्ष पुरानो मन्दिर भनेर चिनिने गरिन्छ। यसको इतिहासको बारेमा, स्थापनाको बारेमा त हामीले ठ्याक्कै यति शताब्दीमा स्थापना भएको भन्न त त्यस्तो कुनै रेकर्ड फेला पारेका छैन अहिलेसम्म। तैपनि कस्तो देखिन्छ भने यहाँका मूलवासी, जुन यो धरती नेपालमा बसोबास गर्ने मूलवासीहरू हुनुहुन्छ, उहाँहरूले स्थापना गरेको विशेष गरी मङ्गोलियन मगरात समुदाय भन्ने प्रचलन पनि छ। उहाँहरूले स्थापना गरेको भन्ने बुझिन्छ। र हाम्रो यस क्षेत्रको भूमि मन्दिरको विशेषतामा हामीले जेठा भूमि भनेर मालारानी 9 गोखुङामा स्थापित भूमि महाराजलाई मान्छौँ। यसै गरी माइला भूमि हाम्रो भूमिका स्थान नगरपालिका 2 को उपल्लो ढाकाबाङ कोटमा विराजमान हुनुहुन्छ भने कान्छा भूमि भनेर हामीले यो खाकाबेसी भूमिका थाना द्वारे खोला र लिउँसे खोला दोभान किनारमा विराजमान
घुमे महाराज जुन अहिले हामी अवस्थित छौँ यसलाई मान्ने गरेका छौँ र यहाँ अब परापूर्व कालदेखि नै मेला लाग्ने गर्दछ। ज्येष्ठ पूर्णिमामा यहाँ महत्त्वपूर्ण मेला लाग्ने गर्दछ। अब भाकलहरू हुन्छन्, आफ्नो मनोकांक्षा पुरा गर्नको निमित्त भक्तजनहरूले भाकल गर्ने गर्नुहुन्छ। मेढाहरू, भेडा, पाठा, परेवा, कुखुरा लगायत मेढा चढ्ने प्रचलन छ। र यसको एउटा कस्तो इतिहास भने कति वर्ष पहिला भन्दा पनि यहाँ पहिला 2224 जुन राजाहरू स्थापना थियो, राज्य थियो हाम्रो यो नेपालमा, लगभग 200-250-300 वर्ष अगाडि एउटा इतिहास छ। त्यो नजिकै त्यो पारी दरगाह भन्ने एउटा जङ्गल छ, वन, त्यसको सिरानमा अहिले माईको मन्दिर पनि छ, माईको थान भनिन्छ त्यहाँ। त्यो बामरुक क्षेत्रमा पर्छ। त्यसमा माथि एउटा 2224 राजामध्ये त्यहाँ एउटा दरबार थियो त्यति बेला राज्य गर्ने यो क्षेत्रको। र अर्घामा पनि राज्य अलि ठुलो विस्तार थियो अर्घा। विशेष गरी यो प्युठानको अखरकोटमा शक्तिशाली राजा, त्यति बेलाका राजा रहेको, र त्यो शक्तिशाली राजाले कुनै पनि बेला अर्घामा आक्रमण गर्न सक्ने भनेर मैत्रीपूर्ण सम्बन्ध राखेर यो दरगाहको शिरमा पनि एउटा राज्य स्थापना, अर्घा र दरगाहको एउटा सहकार्यमा यहाँ स्थापना थियो। र ती राजाहरूले पनि त्यति बेला आफ्नो राज्य सुरक्षाको निमित्त बलियो होस् भन्ने एउटा प्रचलन भाकल अनुसार मेढाहरू चढाउन आउने गर्दथे भन्ने एउटा इतिहास पनि छ। यहाँ हाम्रो भूमिको मन्दिरमा उहाँहरू पनि राजाहरू पनि आफ्नो भाकल लिएर आउने भन्ने पनि छ। र एउटा राजाको दाह संस्कार यसै घाटमा भएको भन्ने छ। ठ्याक्कै इतिहास हामीले फेला पार्न सकिराखेका छैन र खोजीमा त हाम्रो खोजी जारी छ। त्यसरी एउटा इतिहास छ। र अहिले यही महत्त्वपूर्णै मेला लाग्ने, सबभन्दा ठुलो भूमिका स्थानमा मेला लाग्ने, ठुलो अलिकति महत्त्व बढी भएको कारणले यसको मौलिकता, महत्त्व, परम्परा अलि राम्रो छ। यसैकै आधारमा भूमिकास्थ नगरपालिका नामाङ्कन यही मन्दिरकै नामबाट भएको एउटा प्रसिद्ध मन्दिरको रूपमा अहिले स्थापित पनि भएको छ। र यहाँ विभिन्न संरचनाहरू पनि निर्माण भइराखेका छन्, हुँदैछन्। यो क्रमशः संरचनाहरू निर्माण हुँदै यहाँ हजुर यहाँ व्यवस्थापन सङ्घको यो अध्यक्ष हुनुभएको छ। हजुर भएपछि त यहाँ धेरै राम्रो व्यवस्थापन गरिराख्नु भएको छ होइन? हजुरलाई सरसहयोग यताउता होइन, सबै यहाँ यो छरछिमेक यो एरियाको टोलको होइन, सबैको छिमेक सरसहयोग राम्रोसँग भएको छ होइन? यस्तो छ, यो म अहिले तेस्रो भन्दा पनि समितिमा तेस्रो नम्बरमा छु, अध्यक्षमा अहिले। पहिले यो 2066 सालबाट हामीले समिति बनाएर यसको व्यवस्थापनमा लागेका हौँ। पहिलो 66 सालमा समिति बनाएर हामीले दाताहरूबाट चन्दाबाट यसको निर्माणको कार्य सुरु गरेका हौँ। मुख्यतः मन्दिरको यो वरिपरिको क्षेत्र अलि पहिले 2044 सालतिर